आदरणीय आमा बुवा, दाजुभाइ, दिदी बहिनी लगायत सम्पूर्णलाई मेरो नमस्कार। साथै DA टेक्निकल च्यानलमा स्वागत छ। हजुरको मोबाइल फोनमा वाइफाईको स्पिड स्लो भएर दिक्क मानिरहनु भएको छ। अब हजुरले दिक्क मान्नु पर्दैन, किनभने मैले आजको यस भिडियोमा हजुरको मोबाइल फोनको वाइफाईको स्पिड बढाउने अत्यन्तै उपयोगी 5 तरिकाहरू लिएर उपस्थित भएको छु। मैले हजुर समक्ष मेरो मोबाइल फोनको स्क्रिन शेयर गर्न लागिरहेको छु। अब हामीहरू हाम्रो मोबाइल फोनको वाइफाईको स्पिड बढाउने पहिलो तरिकातर्फ लागौं। हाम्रो मोबाइल फोनको केही सेटिङहरूलाई परिवर्तन गरेर पनि हामीहरूले हाम्रो मोबाइल फोनको वाइफाईको स्पिड बढाउन सक्छौं। त्यसको लागि हामीहरू सर्वप्रथम हाम्रै मोबाइल फोनको नोटिफिकेसन बारतर्फ लागौं। नोटिफिकेसन बारमा हामीहरूले यहाँ धेरै अप्सन मध्ये एउटा अप्सन देखिरहेका छौं, एरोप्लेन मोड। एरोप्लेन मोड मेरोमा अफ छ। यसलाई अन गरौं, अफ गरौं, अन गरौं, अफ गरौं, अन गरौं, अफ गरौं। यसरी यो एरोप्लेन मोडलाई 3-4 पटक अफ अन हामीले गर्यौं भने पनि हाम्रो मोबाइल फोनको वाइफाईको स्पिड बढ्न सक्छ। कहिलेकाहीँ वाइफाई सिग्नललाई रिफ्रेश गर्नको लागि पनि यो सिम्पल ट्रिक पनि अत्यन्तै उपयोगी हुन सक्छ। हामीहरूको मोबाइल फोनको वाइफाईको स्पिड बढाउने अब दोस्रो तरिकातर्फ लागौं। त्यसको लागि हामीहरूले सेटिङमा क्लिक गरौं। सेटिङमा क्लिक गरिसकेपछि हामीहरूले मोबाइल स्क्रिनलाई अलिकति तलपट्टि साइडमा सारौं। यहाँ हामीहरूले देखिरहेका छौं वाइफाई भन्ने अप्सन। यसलाई क्लिक गरौं। यसलाई क्लिक गरिसकेपछि हामीहरूले यहाँ देखिरहेका छौं एडिशनल सेटिङ भन्ने अप्सन। यसलाई क्लिक गरौं। यसलाई क्लिक गरिसकेपछि हामीहरूले यहाँ देखिरहेका छौं म्यानेज सेभ नेटवर्क भन्ने अप्सन। यसलाई क्लिक गरौं। यसलाई क्लिक गरिसकेपछि हामीहरूले समय समयमा प्रयोग गरेका वाइफाईका नेटवर्कहरू यहाँ देखाउने गर्दछ। तर मेरोमा चाहिँ सम्पूर्ण नेटवर्कहरू डिलिट गरिसकेको छु। त्यसकारण मेरोमा अहिले जुन कनेक्ट भएको नेटवर्क छ त्यही मात्रै देखाइरहेको छ। हजुरहरूको मोबाइल फोनमा अथवा स्क्रिनमा धेरै नेटवर्कहरू देखाइरहेको छ भनेदेखि हजुरहरूले एक एक गर्दै सम्पूर्ण नेटवर्कलाई डिलिट गर्नुहोला। समय समयमा हजुरहरूले प्रयोग गर्नुभएका वाइफाईका विभिन्न नेटवर्कहरूलाई डिलिट गरिसकेपछि अहिले हजुरले जुन प्रयोग गरिरहनु भएको छ वाइफाईको नेटवर्क, त्यसलाई पनि डिलिट गर्नुहोस्। यसरी डिलिट गर्नुहोस्। यहाँ देखाइरहेको छ क्यान्सिल फर्गेट नेटवर्क। फर्गेट नेटवर्कमा क्लिक गरेर सम्पूर्ण नेटवर्कहरूलाई डिलिट गर्नुहोस्। हाम्रो मोबाइल फोनको स्क्रिनमा वाइफाईको नेटवर्क खाली देखिरहेका छौं। अब हामीहरू माथि देखाएको एरोमा क्लिक गरेर ब्याक जाउँ। ब्याक गइसकेपछि हामीहरूले यहाँ देखिरहेका छौं वाइफाई भन्ने अप्सन। यसलाई क्लिक गरौं। यसलाई क्लिक गर्न साथै हामीहरूलाई विभिन्न वाइफाईका नेटवर्कहरू देखाइरहेको छ। हामीहरूले जुन नेटवर्क प्रयोग गर्ने हो त्यसलाई क्लिक गरौं। क्लिक गरिसकेपछि यसले यहाँ पासपोर्ट मागिरहेको छ। हामीले जुन प्रयोग गर्ने हो त्यो वाइफाईको पासपोर्ट यहाँ राखौं अथवा पासपोर्टलाई स्क्यान गरौं। त्यसपछि कनेक्टमा क्लिक गरेर हामीहरूले वाइफाईलाई कनेक्ट गरौं। यसो गर्दा यसले आईपी एड्रेस पुनः सेट गर्छ, जसले गर्दा हाम्रो मोबाइल फोनको
वाइफाई स्लो चल्ने समस्याको समाधान हुन सक्छ। अब हामीहरू हाम्रै मोबाइल फोनको वाइफाईको स्पिड बढाउने तेस्रो तरिकातर्फ लागौं। तेस्रो तरिका हो हाम्रो मोबाइल फोनमा भएका विभिन्न अनावश्यक एप्सहरूको ब्याकग्राउन्ड डाटाहरूलाई रोक्ने अर्थात् बन्द गर्ने। ब्याकग्राउन्ड डाटाहरूलाई रोक्नको लागि हामीहरू हाम्रै मोबाइल फोनको सेटिङतर्फ लागौं। सेटिङमा क्लिक गरौं। हामीहरूले हाम्रो मोबाइल फोनको माथिपट्टि साइडमा सर्च सेटिङ भन्ने अप्सन देखिरहेका छौं। त्यसमा क्लिक गरौं। यसमा क्लिक गरेर हामीहरूले BACK ब्याक GROUND ब्याकग्राउन्ड DATA डाटा भनेर टाइप गरौं। ब्याकग्राउन्ड डाटा भनेर टाइप गर्न साथै हामीहरूलाई यहाँ माथिपट्टि साइडमा देखाइरहेको छ मोबाइल नेटवर्क भनेर। मोबाइल नेटवर्कको तलपट्टि साइडमा देखाएको छ ब्याकग्राउन्ड अटो स्टार्ट भनेर। यसमा क्लिक गरौं। यसमा क्लिक गरिसकेपछि हाम्रो मोबाइल फोनको ब्याकग्राउन्डमा चल्ने अप्सनहरू यहाँ अन भएको देखाएको छ। तलको मेरो सम्पूर्ण अफ छ। माथिपट्टि साइडमा अन भएको देखाएको छ। यी अन भएका सम्पूर्ण एप्सहरूलाई एक एक गरेर क्लिक गरी अफ गरौं। यसरी अफ गरौं। यसरी अफ गरौं। यसरी सम्पूर्णलाई अफ गरौं। एकचोटि सम्पूर्ण अफ भए कि भएनन् भनेर चेक पनि गरौं माथिदेखि तलसम्म। मेरोमा सबै अफ भए। हजुरकोमा पनि यसै गरी सम्पूर्ण ब्याकग्राउन्ड अटो स्टार्ट एप्सहरूलाई अफ गर्नुहोस्। हामीहरूले सम्पूर्ण एप्सहरूलाई बन्द गरिसकेका छौं। यसरी हामीले अफ गरिसकेपछि यी एप्सहरू हाम्रो मोबाइल फोनको ब्याकग्राउन्डमा चल्दैनन्। ब्याकग्राउन्डमा नचलेपछि हाम्रो मोबाइल फोनको वाइफाईको स्पिड पनि फास्ट हुन सक्छ। अब हामीहरू हाम्रो मोबाइल फोनको वाइफाईलाई फास्ट गराउने चौथो तरिकातर्फ लागौं। चौथो तरिका हो क्याच सफा गर्ने अर्थात् क्लियर क्याच। यसको लागि हामीहरू हाम्रै मोबाइल फोनको सेटिङतर्फ लागौं। सेटिङमा क्लिक गरौं। सेटिङमा क्लिक गरिसकेपछि हामीहरूले यहाँ देखिरहेका छौं सर्च सेटिङ। यसमा क्लिक गरौं। यसमा क्लिक गरिसकेपछि हामीहरूले टाइप गरौं STORAGE स्टोरेज भनेर टाइप गरौं। स्टोरेज भनेर टाइप गरौं। स्टोरेज भनेर टाइप गर्न साथै हामीहरूलाई यहाँ माथिपट्टि साइडमा नै स्टोरेज भनेर देखाएको छ। यसमा क्लिक गरौं। यसमा क्लिक गरिसकेपछि हामीहरूले यहाँ तलपट्टि साइडमा देखिरहेका छौं स्टोरेज भन्ने अप्सन। यसमा क्लिक गरौं। यसमा क्लिक गरिसकेपछि हामीहरूले हाम्रो मोबाइलको स्क्रिनलाई अलिकति तलपट्टि साइडमा सारौं। हामीहरूले यहाँ देखिरहेका छौं मोर क्लिनिङ टुल्सको तलपट्टि हामीहरूले डीप क्लिन भन्ने अप्सन देखिरहेका छौं। यसमा क्लिक गरौं। यसमा क्लिक गरिसकेपछि हाम्रो मोबाइलको डीप क्लिन भइसकेको छ। हामीहरू ब्याक जाउँ। ब्याक गइसकेपछि हामीहरूले यहाँ देखिरहेका छौं मोर क्लिनिङ टुलको माथिपट्टि क्लियर भन्ने अप्सन। यो अप्सनमा क्लिक गरौं। यो अप्सनमा क्लिक गरिसकेपछि हामीहरूका सम्पूर्ण क्याच फाइलहरू हामीहरूले हाम्रो मोबाइलमा भएका सम्पूर्ण क्याच फाइलहरूलाई क्लिन गरिसकेका छौं। क्याच फुल हुँदा अर्थात् भरिँदा पनि हाम्रो मोबाइल फोनको वाइफाईको नेटवर्क स्लो हुन सक्छ। त्यसकारणले गर्दा हामीहरूले समय समयमा क्याच क्लियर गर्नु अत्यन्तै राम्रो हुन्छ। अब हामीहरू आजको यो भिडियोको वाइफाईलाई फास्ट बनाउने अन्तिम
तरिका अर्थात पाँचौं तरिकातर्फ लागौं। पाँचौं तरिका हो ब्याट्री पावर सेभिङ मोड। यसको लागि हामीहरू हाम्रै मोबाइल फोनमा भएको नोटिफिकेसन बारतर्फ लागौं। हामीहरूले यहाँ देखिरहेका छौं मेरो मोबाइल स्क्रिनमा ब्याट्री सेभर मोड अन भइरहेको छ। हामीहरूको मोबाइल फोनको वाइफाई स्लो भयो भने हामीहरूले वाइफाईलाई प्रयोग गर्दा यो ब्याट्री सेभर मोडलाई यसरी अफ गर्नु पर्छ। यसो गर्दा हाम्रो मोबाइल फोनको वाइफाई फास्ट चल्न सक्छ। हाम्रो मोबाइल फोनको वाइफाईको स्पिड बढाउने मैले भनेका र गरेका सम्पूर्ण कार्यहरू हजुरले हजुरको मोबाइल फोनमा गरिसकेपछि हजुरको मोबाइल फोनमा वाइफाईको स्पिड सुधार भएको छ कि छैन कृपया कमेन्टमा बताउनुहोस्। यदि यी वाइफाईको स्पिड बढाउने उपायहरू हजुरलाई उपयोगी लाग्यो भने यो डीए टेक्निकल च्यानललाई सब्स्क्राइब नगर्नु भएकोले सब्स्क्राइब गरी बेल आइकन दबाउनुहोस् ताकि अर्को उपयोगी भिडियो छुट्ने छैन। यो डीए टेक्निकल च्यानललाई सब्स्क्राइब गरिसक्नु भएकाहरूले र अहिले भर्खरै सब्स्क्राइब गर्नु भएकाले पनि लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनुहोला। हस्त आजलाई यो भिडियोबाट बिदा चाहन्छु।